अनि म्याच खेलौँ न त खेलौँ टिम बच्चा हो तँ पनि बच्चा छस् बाबु तँ पनि बच्चा खेलौँ न त एम्पायर खेल्न गाह्रो हुँदा जम्मा 20,000 लाग्दा 20,000 हो तसित खेल 20,000 म एम्पायर बोलाएर आउँछु तिमीहरु एक बस्ती गर जा छिटो बोलाएर एम्पायर दाइ आज म्याच छ हजुरले बिसीमा किनेर अनि एम्पायर बन्नु वर्ल्ड कपमा त फाइनलमा 1 करोडमा खेलायो ए बिसीले जब बिसीमा बच्चालाई एम्पायरमा खेलाउ एम्पायर बनेर खेलाउँछ कहीं दाइ खेलाउ न प्लिज के दाइ प्लिज ल हुन्छ तैले यति जिद्दी गरेछ अब खेलाउँछ हिज यो के हो मलाई यो ब्याटिङ बोल्ले बल गरिसकेका छन् अन्त रिदम बिस्ट दोस्रो बल ओ माई गड तर कस्तो क्याच मिस भयो आउट होइन छैन तर रिभ्यू लगेका छन् उनले सत्यम विष्टले वर्ल्ड कप में खेला फाइनल में खेला एम्पायर मोबाइल वर्ल्ड कप में खेला अरे गया ढौन एकदम ढौन गइसकेकी छन् यहाँनिर एकदम त अब आउट गर्ने छन् ओ बल कति ऊपर वो ये नो बॉल हो सकता है क्या नो बॉल खोइ एम्पायर को सोधौं नो बॉल छक्का बल यता गयो 230 रनको टार्गेट दिएका छन् सत्यम विष्टको टिमले यहाँनिर 9 विकेट गुमाएर 20 ओभरमा 130 रन ल्याउन सफल भए 230 रन ल्याउन सफल भए यसका लागि सत्यम विष्टले 130 रन एक्लै ल्याएका थिए सत्यम विष्टलाई हेर्न सक्नुहुन्छ तपाईलाई यो खेलेको खेल कस्तो लाग्यो 130 एक्लै ल्याउनु भयो यार 50 बलमा जम्मा कस्तो लाग्यो यो खेल राम्रो लाग्यो मलाई पछि यस्तै गर्न सक्नु हुनेछ कि नै जित्न सक्ने छु पछि नम्बर 1 मा आउने हुनुपर्छ है ओहो चौका गएको छ यहाँनिर रिदम बिस्ट 50 रन ल्याउन त ओ छक्का यो लम्बा छक्का नो बल भएको छ यहाँ बल भएको छ यहाँनिर मौकाको फाइदा उठाउन सक्छन् यहाँनिर एम्पायरले नो बल दिएको संकेत दिएका थिए ओ माई गॉड यहाँनिर आउट भएका थिएनन् नो बल रहे थियो पहिला रन आउट हुन्थ्यो तर यहाँनिर हुन सकेन अब सत्यम विष्ट आफ्नो बल दिएर ओ यहाँनिर चौका गएको छ यहाँनिर अर्को नो बल ओ एम्पायरले संकेत दिएका छन् एम्पायरले चल्यो के चल्यो रन बनाउनको लागि 1 बलमा 4 रन ओ चौका हानेका छन् यहाँनिर दिपिन्द ऐडीको रेकर्ड तोडिसकेका छन् अर्कै चौका यहाँनिर ठुलो सर्ट हान्नेवाला छन् यहाँनिर क्याच मिस भएको छ यहाँनिर ओ माई गॉड वाट अ नाइस सर्ट थियो अब दोस्रो बल यहाँनिर ओ अर्कै छक्का यहाँ खतरा सर्ट हानेका छन् रिदम बिष्टलाई अहिले विश्वको र्याङ्किङमा अहिले
फर्स्ट नम्बरमा झर्न सक्ने छन् किनकि दिपेन्द्र ऐरीको रेकर्ड ब्रेक गरेका छन् यहाँनिर ठुलै हुन सक्छ यो। अब सत्यम विष्ट अर्को बल ओ माई गड ओ छक्कै छक्का। अब 100 रन ल्याउन एक रन मात्रै बाँकी 100 पुर्याउन। अब रेकर्ड ब्रेक गर्न सक्छन् यहाँनिर ओ माई गड ओहो गलले रेकर्ड ब्रेक गरे। ओ यहाँनिर ब्याटर घाइते भएका छन् आफै स्टम्पमा हान्न पुगे तर के गर्नु रेकर्ड ब्रेक गरेका छन्। 1 रन बाँकी छ। ओ आउट भएकी छन् यहाँनिर के गर्नु। अब 1 विकेटले जित हासिल गरेको छ सत्यमको टिम। हाम्रा रिदम विष्टलाई इन्टरभ्यू लाग्दछु तिमीले रेकर्ड ब्रेक गरेकोमा कस्तो लागेको छ? मलाई एकदम न खुसी। दिपेन्द्र सिंहको ऐरीको त रेकर्ड तोड्न सकेन कुशल मल्लको तोडेका थियो कस्तो लागेको छ? राम्रो हामीलाई लाग्यो ल भविष्यमा यस्तो गर्नु प्ले अफ द म्याच हुन सफल भएका छन् हाम्रा सत्यम विष्ट। आखिरमा कस्तो सोचे जस्तो भयो त? हाम्रो यस्तै राम्रो फोटो खिच्छ नि तिमी।